बसा क्लबको हाम्रो सचिवज्यू आदरणीय दाजु लाखमन राई हामीसँग उपस्थित हुनुहुन्छ। यहाँलाई स्वागत छ र आज स्वर्गीय नारदमुनि थुलुङको 116औं जन्म जयन्तीको बारेमा थोरै केही आफ्नो विचारहरू धारणा राखिदिनुस् न। धन्यवाद हाम्रो सूत्र टाइम्सका भाइ तथा यस नारद आदर्श शिक्षा क्याम्पसका सभापतिज्यूलाई आज उहाँको जन्म जयन्ती मनाउने क्रममा मलाई उहाँलाई स्मरण गर्न कहाँ मन लागेको भने निरङ्कुश राणा शासनमा महिलाहरू पढ्दा बुक्सी हुन्छ र पुरुषहरूलाई पढ्न दिनु हुँदैन भन्ने निरङ्कुश शासनको समयमा 2003 सालमा स्कुल स्थापना गरेर भोजपुरमा अहिले पहिलो राष्ट्रपति विद्यादेवी भण्डारी त्यही स्कुलमा पढेको हामीले पाउँछौँ र नारदमुनि थुलुङ यति त्यागी मान्छे हुन्। उहाँलाई वीरेन्द्र सरकारले पनि पछि पनि वीरेन्द्र सरकारले पनि वीरता दिनलाई काठमाडौँ बोलाउँदा पनि उहाँले वीरता अस्वीकार गर्नुभएको थियो। म क्याम्पस पढ्दाखेरि उहाँको जेठी बुहारी चन्द्रकला थुलुङ चाहिँ काठमाडौँ यो त्यतिखेर शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा त्यतिखेर जाँदाखेरि शेरबहादुर देउवाले पनि उहाँलाई चाहिँ तपाईँहरूलाई नारदमुनि थुलुङ दाईको काकाको यो प्रजातन्त्रको लागि गरेको योगदानको हामी क्षतिपूर्ति दिन्छौँ। कुनै ठाउँमा जग्गाहरू हेर्नु काठमाडौँ उपत्यकाभित्र हेर्नु भन्नुहुन्थ्यो। त्यो क्षतिपूर्तिको स्वरूप उहाँलाई केही जग्गाहरू काठमाडौँ जस्तो अहिले शीतल निवासहरू चाहिँ बेच्ने काम भयो भने त्यस्तो खाली जग्गाहरू सरकारी जग्गाहरू चाहिँ उहाँहरूको नारदमुनि थुलुङको परिवारलाई उपलब्ध गराउने भन्ने लागेको थियो गरेको थियो त्यतिखेरको सरकारले र पनि उहाँहरूले त्यो लिनु भएन। त्यसैले म चाहिँ के भन्छु भने उहाँ जस्तो सबै त्यो जग्गा उपलब्ध गराएकै हो। जग्गा उहाँहरूको जेठी बुहारीले चन्द्रकला थुलुङले चाहिँ ठुली आमा भन्थ्यो। उहाँले चाहिँ त्यसमा त्यति रुचि देखाउनु भएन। उहाँले पनि बसा जोडा वीरता पाउनुभयो तर उहाँले आफूलाई नराखेर अन्यलाई वितरण गर्नुभयो लडाकुहरूलाई। यो लामो खोला यी सिमानामा लामो खोला छेउमा जुन जग्गा छ नारदमुनि थुलुङको स्वामित्वमा उहाँको परिवारको स्वामित्वमा त्यो जग्गा भनेको चाहिँ यहाँ जोडा बस्ती बस्नुभन्दा अगाडि उहाँले खरिद गरेको इतिहास छ कथा छ र छ। त्यसैले चाहिँ उहाँ जस्तो त्यागी र लोभपापमा नपरिकन समाजसेवा र राजनीति गर्नुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। हस् त, धन्यवाद। हस्, धन्यवाद दाजु। हस्, आदर्श शिक्षा क्याम्पस को हाम्रो यहाँ प्राध्यापक र हाम्रो आदरणीय गुरु यहाँ हाम्रो सर खनाल सर दुर्गा प्रसाद खनाल सर यहाँ उपस्थित हुनुभएको छ। सर, यो नारदमुनि थुलुङ राईको विषयमा थोरै कुरा राखिदिनुहोस् न। अब मैले थाहा पाएअनुसार हामी सानैदेखि यही भोगेको स्वर्गीय आदरणीय नारदमुनि थुलुङलाई त हामी बसावासीले अब अहिले स्वर्गवास हुनु भए पनि सधैँ बिहान नसम्झी बस्यो भने पाप लाग्छ होला जस्तो पनि महसुस हुन्छ। उहाँ निर्भीक किसिमको व्यक्तित्व हुनुहुन्थ्यो। हामी साना केटाकेटी हुँदा नारद आदर्श स्कुलमा आउँथ्यौँ अनि उहाँ कुन मुडमा हुनुहुन्थ्यो बोलाउनुहुन्थ्यो हामीलाई। ए राम्रो पढ्नुपर्छ है, पढेर मात्रै सबैलाई जित्नु सकिन्छ, मूर्खले केही गर्न सक्दैन भनेको कुरो मलाई अहिले जस्तो लाग्छ। उहाँ अध्ययनशील पनि हुनुहुन्थ्यो, स्पष्ट वक्ता हुनुहुन्थ्यो। मलाई अहिलेसम्म जलजली याद आइरहन्छ र हामी सबै बसालीको आदरणीय अभिभावक व्यक्तित्व यो धरती रमुन्जेलसम्म सारा बसालीले उहाँलाई सम्झिरहनेछौँ। सारा बसालीलाई अनि देशवासीलाई उहाँले आशीर्वाद दिइरहनुहुनेछ। उहाँको सदिच्छा, शिक्षा, स्वास्थ्य यी कुराहरू चाहिँ आधारभूत आवश्यकता हुन्। यसमा राज्यले सधैँ ध्यान पुर्याउनुपर्छ। म त नेपालको राजनीतिबाट विरक्तिएको छु भन्नुहुन्थ्यो। अब नेपालको राजनीति पनि सङ्घियोस् भन्ने शुभेच्छासहित आदरणीय व्यक्तित्व 2007 सालको क्रान्तिका नायक स्वर्गीय नारदमुनि थुलुङको 116औं स्मृति दिवसको अवसरमा उहाँलाई हार्दिक नमन गर्न चाहन्छु।
सर नारद मुनि थुलुङको विषयमा जन्म र मृत्युको बारेमा पनि थोरै व्याख्या केही छ सर? उहाँको जन्म अब मैले सुनेअनुसार यही कोशी प्रदेशकै भोजपुर जिल्लामा भएको हो। उहाँ आफ्नो जीवनकालमा विभिन्न आरोह अवरोह पार गर्दै सैनिक जीवन समेत बिताउँदै त्यसरी मात्रै समाज परिवर्तन हुँदैन भन्दै समग्रमा भन्छु। उहाँको बारेमा त छोटोमा भनेर सकिँदैन। अनि बसामा आएर त्यति बेलाको सगरमाथा अञ्चलका धेरै जिल्लाहरूमा पहाडी जिल्लाहरूमा यो भूक्षय अनि के भन्नु बाढी इत्यादि पहिरो इत्यादिले गर्दाखेरि सुकुमासी भएका जनताहरूको आँसु पुस्नका लागि तत्कालीन राजा त्रिभुवनसँग लालमोहर छाप लगाई मागेर सुकुम्बासी बसाउनका लागि उनीहरूको उद्धारका लागि भनेर यो बसा भन्ने ठाउँमा झोडा ठान्ने अनुमति लिएर निकै ठुलो जोखिम उठाएर उहाँले एउटा परिकल्पनाका साथ यहाँ नेतृत्व गर्दै आफू सम्पन्न परिवारमा भएर पनि यही बसा बर्खे डाँडामा नै बसोबास गर्दै नेतृत्व दिँदै अहिले बसालाई यो अवस्थामा ल्याइ पुर्याउनु भयो। हाम्रो यहाँ क्याम्पस सञ्चालक समितिका अध्यक्षज्यू पनि हुनुहुन्छ। 116औं जन्म जयन्ती नारद मुनि थुलुङ राईको जन्म जयन्तीको विषयमा थोरै प्रश्न भइदिनुहोस् न अध्यक्षज्यू। अब यहाँ विशेष त हाम्रा स्वर्गीय नारद मुनि थुलुङज्यू बसा र बसावासीको लागि अति चिन्तित हुनुहुन्थ्यो। म सानो छँदा उहाँले भन्नुहुन्थ्यो यहाँ एउटा क्याम्पस विश्वविद्यालय होस्, एउटा स्विमिङ पुल होस् भनेर म केटाकेटी हुँदा उहाँले मलाई भन्नुहुन्थ्यो। यस्तो मेरो परिकल्पना वास्तवमा परिकल्पना अनुसार धेरै जग्गाहरू पनि उपलब्ध गरिदिनु भयो। यहाँ अहिले अब शिक्षा क्षेत्रमा अपूर्ण एकदम विकास भएको छ। एउटा क्याम्पस छ, त्यस्तै उच्च मावि छ। त्यही नारद मुनि थुलुङज्यूले नै अब अर्पेको जग्गामा आज हामी शिक्षाको ज्योति फैलाउँदैछौँ र उहाँलाई सदा सर्वदा बसाली अथवा शिक्षाप्रेमी जतिले सबैले सम्झिनु पर्छ भन्ने मलाई लागेको छ। धन्यवाद। यहाँ नारद आदर्श शिक्षा क्याम्पसको क्याम्पस प्रमुखज्यू राजकुमार राई आदरणीय गुरु प्राध्यापक सर हामीसँग उपस्थित हुनुहुन्छ। सर आजको विषयमा 116औं जन्म जयन्तीको विषयमा स्वर्गीय नारद मुनिको विषयमा केही कुरा राखिदिनुहोस् न सर। स्वर्गीय नारद मुनि थुलुङ प्रति हाम्रो श्रद्धा सदैव रहनेछ। क्याम्पसले यो दिनमा औपचारिक कार्यक्रमहरू गरेर सम्झिने कोसिस गरेको छौँ। उहाँको मूर्तिमा हामीले चाहिँ सबैजना विद्यार्थी प्राध्यापक सञ्चालक समिति स्थानीय बुद्धिजीवीहरूको उपस्थितिमा दीप प्रज्वलन गरेर उहाँको यो दिनलाई स्मरण गरेको छौँ, सम्झेको छौँ। एउटा खास कुरा म के भन्न चाहन्छु र सधैँ जोड दिन चाहन्छु भने उहाँको त्यो चेतनाप्रति उहाँको त्यो आदर्शप्रति हामी सम्पूर्ण बसावासीले मात्रै नभएर पूर्वका सम्पूर्ण नागरिकहरूले चाहिँ अध्ययन गरेर यो चेतनालाई र उहाँको यो आदर्शलाई बचाइराख्नुपर्छ। जुन आदर्श चेतना चाहिँ शैक्षिक उन्नयनको लागि सामाजिक उन्नयनको लागि उन्नतिको लागि त्यस्तै गरी राजनीतिक नेतृत्वको लागि पनि सचेतनाको लागि पनि उहाँको आदर्श अमर रहनेछ र उहाँको यो चेतनाप्रति हामी नमन गर्न चाहन्छु। धन्यवाद। नारद आदर्श शिक्षा क्याम्पस माविको पत्ता साँच्चै झन्डै झुल्ली क्याम्पस नारद आदर्श शिक्षा क्याम्पसको प्राध्यापक सर नारद आदर्श माध्यमिक माविको यहाँ हाम्रो कविराज सर हामीसँग उपस्थित हुनुहुन्छ। सर आज यो नारद मुनि थुलुङको 116औं जन्म जयन्तीको अवसरमा केही कुरा राखिदिनुहोस् न सर। धन्यवाद छ प्यारो भाइ ज्ञानदिल राईलाई र हाम्रो यो बसाको स्थापना
संस्थापक र बसालीलाई आज यो अवस्थामा ल्याइदिनु हुने हाम्रा आदरणीय स्वर्गीय आदरणीय नारद मुनि थुलुङज्यूको 116औं जन्म जयन्तीको उपलक्ष्यमा उहाँलाई स्मरण गर्दै हामीले यहाँ दीप प्रज्वलनको कार्यक्रम राखेका छौँ र यो दीप प्रज्वलनको कार्यक्रम नारद आदर्श शिक्षा क्याम्पस लगायत नारद आदर्श माध्यमिक विद्यालय परिवारले चाहिँ यो कार्यक्रम गरिरहेका छौँ र उहाँलाई हामी सदैव यो समयमा चाहिँ 27 गते सदैव सम्झिने गरेका छौँ र सम्झिरहनेछौँ। यो इतिहासलाई हामीले कहिले पनि बिर्सनु हुँदैन, जसले गर्दाखेरि आज हामी यो अवस्थामा आइपुगेका छौँ। त्यसो हुँदाखेरि उहाँलाई हामीले आज स्मरण गरेर सम्झेका छौँ र यस्ता समाजसेवी, यस्ता राष्ट्रसेवक र आज यो अवस्थामा हामीलाई ल्याइपुर्याइदिने व्यक्तित्वहरूको अझ पनि जन्म होस् भन्ने कामना गर्न चाहन्छु उहाँको जन्मदिनको उपलक्ष्यमा। धन्यवाद पढिरहेको छु बाजे भन। सर, यसो यो हाम्रो सरलाई यहाँ स्वर्गीय नारद मुनि थुलुङको बारेमा सठिकमा जानकारी सर थोरै गराइदिनुहोस् न सर। नारद मुनि थुलुङ नमस्कार। अब नारद मुनि थुलुङ ज्यूको व्यक्तित्वको बारेमा बोल्नको लागि त धेरै समय चाहिन्छ होइन। हजुर सर। तर आजको दिन चाहिँ विशेष गरी उहाँले यहाँ बस्ती बसाउनु भएपछि यहाँ विद्यालय खोल्ने पहल कदमी उहाँले नै गर्नुभएको र यो विद्यालयको नाम पनि नारद आदर्श माध्यमिक विद्यालय राखिएको र उहाँले आफ्नो सपना यो ठाउँमा चाहिँ पछि क्याम्पस बन्नुपर्छ भन्ने एउटा सपना जुन राख्नुभएको थियो, त्यही सपनाको रूपमा चाहिँ अहिले क्याम्पस सञ्चालन भइरहेको हुनाले हामीले चाहिँ उहाँको यो त्यति बेला देख्नुभएको यो एकदम दूरदृष्टिलाई एकदमै सिरोपर गर्दै उहाँको यो जन्मदिनको दिन दीप बालेर उहाँलाई सम्झना गरेका छौँ। ज्ञानदेवी यति भन्न सक्यो। अन्य त्यो कुराहरू त धेरै कुराहरू छ उहाँको बारेमा बोल्नको लागि, बताउनको लागि अलि निकै धेरै लामै समय चाहिन्छ। आजको चाहिँ यति हो। धन्यवाद। हस्, धन्यवाद सर। हाम्रो सभापति ज्ञानदेव थुलुङ पनि आफ्नो प्रवीण सर त्यसरी गर्दा नि हुन्छ होला। यो त हावा आयो भने हटाउँछ होला नि सर। रोज रहेको आज सात गएको छ। मैले चाहिँ मेरो तर्फबाट बालिसकेको छु, त्यही भएर मैले प्रत्यक्ष होइन माथि माथि हावाले यताउति सम्पूर्णमा नमस्कार। मेरो नाम ज्ञानदेव थुलुङ र म यो नारद आदर्श शिक्षा क्याम्पसको नवनिर्वाचित सुरु सभापति पनि। र आज स्वर्गीय नारद मुनि थुलुङको चाहिँ 116औं जन्म जयन्ती को अवसरमा चाहिँ आज हामीले दीप प्रज्वलन कार्यक्रम गरिरहेका छौँ यस क्याम्पसमा। र यस क्याम्पसको नाम पनि उहाँकै योगदानबाट उहाँकै त्यो सोचले गर्दाखेरि स्थापना भएको छ है त। ल अरूको पनि रिपोर्ट दिनु होला। अब चाहिँ हामी यो क्याम्पसमा दीप प्रज्वलन गरिसकेपछि हामी चोकतर्फ अघि बढ्दैछौँ। ल अब चोक जाउँ, चोक 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 चोक। अब हामी सिधै चोकतर्फ अघि बढ्दैछौँ। उहाँ माथि टपमा बाल्नु हुँदो रहेछ सरहरूले। आऊ भाइ बहिनी तलबाट राम्रो देख्छ। म एकचोटि गेटबाट फर सर देखाउँछु ल। निकाल्नुहोस् त।
हेलो हेलो सम्पूर्णमा नमस्कार। म तपाईँहरूको साथी लक्ष्मण राई। आज स्वर्गीय नारद मुनि थुलुङ राईको जन्म 116औं जन्म जयन्तीको शुभ अवसरमा नारद आदर्श शिक्षा क्याम्पसबाट चाहिँ हामी हाम्रो टिम हाम्रो यहाँ सम्पूर्ण बसाको समाजसेवी बुद्धिजीवी क्याम्पस प्रमुख अनि हाम्रो अध्यक्षज्यू क्याम्पस सञ्चालक समितिका अध्यक्षज्यू अनि यहाँ कविराज तामाङ सर हुनुहुन्छ। सम्पूर्ण साथीहरू मिलेर चाहिँ यहाँ दीप प्रज्वलन कार्यक्रम भइरहेको छ। हाम्रो यहाँ नारद आदर्श शिक्षा क्याम्पसको प्रमुखज्यू पनि हुनुहुन्छ, यसरी हुनुहुन्छ। हजुर नमस्कार सम्पूर्णमा है। यहाँ हामी चाहिँ यसरी गरिरहेको अवस्था छ। बाजेको सपना